ल गाइजहरू हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ म हेलमेट खोल्छु ल। हामी चाहिँ आज चुनावको दिन होइन, अब बाहिर जाने काम परिहाल्यो। त्यस पछाडि हामी बाहिर निस्क्यौँ अनि यो न्यु रोड गेटमा चाहिँ आएपछि हामी ठ्याक्क चेकिङमा पऱ्यौँ। अनि परेपछि चाहिँ कुरा के आयो भन्दाखेरि बिहान देखिराखेको बेलुका 5 बजेसम्म चाहिँ बस्नैपर्छ तपाईँहरू, चलाउनु पाइँदैन, पास पनि भन्ने कुरा भएन। अनि 5 बजेसम्म हामी बस्यौँ। अनि त्यहाँपछि पनि अब कतिखेर के ढिला गर्दै अहिले चाहिँ अब खोइ व्यवस्था गरिरहेको छ ट्राफिकहरूले होइन। अनि बिहानदेखिको मान्छे खाना नखाइकन बिहान 7 बजेदेखिको मान्छेहरू बसिरहेछ। अनि यो चाहिँ के हो यस्तो, फेरि जेनजी आन्दोलन सुरु गर्नुपर्ने हो कि के हो? यो हेर्नुहोस् त कति धेरै लाइन छ, देख्न सक्नुहुन्छ यहाँहरूले। हो हाम्रो गल्ती छ, हामी मान्छौँ, तर निर्वाचन आयोगले त 5 बजेसम्म भनेको थियो नि त होइन। 5 बजेसम्म चाहिँ हिँड्न मिल्दैन, पास बिना भनेको थियो। हामी 5 त बजेर पनि कति मिनट गइसक्यो, 5 बजेसम्म हामी चुपचाप बस्या हो। अब यस्तो छ अवस्था, आज पनि छोड्दैन केटाहरू सबै यहाँनिर अब एग्रेसिभ मोडमा आइसकेको छ।